यो नेताहरू के गर्न चाहेन यहाँ पानी परिरहेको छ पानी यहाँ ठुलो पानी परिरहेको छ गम्भीर स्थिति भइसकेको छ हामी यहाँ बसिरहेको छौँ गाइस हामी फसिरहेको छौँ हामीसँग साथै छैन यहाँ छानाबाट पानी खसिसक्यो हौ त्यो गम्भीर एकदम खतरा पुलिस अङ्कलहरूले के गर्न सकेको छैन भाइजू भाइजू बाई बाई गाइस आज हामी एयरपोर्टतिर जापान जापान जानु लाग्यो हामी जापान जानु लाग्यो अनि त्यहाँ चाहिँ अलिकति रोक्नुपर्ने स्थिति छ अहिले किनकि अहिले पैसा सार्नु पर्छ त्यसैले अहिले हामी चाहिँ यहाँ रोकिरहेको झापा गइरहेको हामी अनि अब एयरपोर्ट गएर जापान जाने अनि त्यसपछि टक्क पाराले हामी त जानु लाग्यो गाइस यतातिर धेरै भिडियो सकिन्छ मेरो फ्यानहरू यतातिर सब देखिन्छ होइन गएको हामी चाहिँ अब बाटो एयरपोर्टमा होइन अनि बस्नु हामी चाहिँ एयरपोर्ट आइसक्यो यो पनि छ अब बायनको फ्यान जो चाहिँ जहिले हालेर हुन्छ बस्नु बित्रै हुन्छ अनि यहाँ मान्छे धेरै है ठिक छ गाई यहाँ ठुलो पानी परिसकेको छ गम्भीर स्थिति भइसकेको छ हामी यहाँ बसिरहेको छौँ गाइस हामी फसिरहेको छौँ हामीसँग साथै छैन एयरपोर्टमा ठुलो पानी परिरहेको छ तर देखिरहेको छैन होला होइन देख्छ त देख्दैन है देखिरहेको छैन स्ट्यान्डर्ड खतरी हुन्छ नि पानी परिरहेको छ आवाज सुन्न सक्नुहुन्छ होइन यहाँ हाम्रो अलिकति हाम्रो चाहिँ यहाँ पानी परेर गम्भीर स्थिति भइसकेको छ यहाँ कुरा गर्नु भइरहेको छ यहाँ मान्छे छन् किन खै थाहा छैन सबजना जापान जान आइरहेको छन् गाई जापान जानु गइरहेको छ होइन लाइक कमेन्ट सब्सक्राइब लाइक कमेन्ट सब्सक्राइब होइन गाई मान्छे धेरै छन् हेर्नु सक्नुहुन्छ खतरा बिजु चम्किसकेको छ होइन हामी के भन्न थाहा भगवान्ले पनि नजा भन्दा थाहा के त्यसरी त्यही भएर जिस्केको गाइस ल ठुलो पर्यो ओ ठुलै आयो ल ब्ल्याङ्केट त देखास् नि राति यहाँ सुत्नु पऱ्यो गाई बिछाउने अनि सुत्नु मान्छेहरू अकस्मकस भइसकेका छन् गाइस यो नेताहरू के गरिरहेको थाहा छैन यहाँ पानी परिरहेको छ गाह्रो भइसकेको छ जनतालाई गाडी भइसक्यो एकदम खतरा यहाँ छानाबाट पानी खसिसक्यो हौ त्यो गम्भीर एकदम खतरा पुलिस अङ्कलहरूले के गर्न सकेको छैन माथि पुलिस अङ्कलहरू अहिले पानीमा गएर भाटे भाटा हाल्ला फेरि त्यो पो गाह्रो मान्छेहरू कति धेरै आएको मन चिन्न सक्दैन हेलो गाइस हाम्रो चाहिँ गन्तव्य अलि रुकिरहेको छ किनभने पानी परेर किनकि यहाँ पानी परिसकेको छ गाह्रो भइरहेको छ आन्टीले हेरिदिनु हालेको मान्छेले हामीलाई घुरिरहेका छन् यहाँ त्यही भएर नेपाली प्रगति गर्न नसके त्यस्तो छ गाइजहरू होइन अलि नेपालले बस्नु गर्नुपर्ने मान्छेहरू कति हो कि आमा कोही यार क्यामेरा अन स्क्याम भयो यार स्क्याम भयो पानी रहेको अवस्थामा हामी गम्भीर स्थितिमा परिसकेका छौँ गाइस यहाँ हाम्रो त्यसले भनिरह मलाई भोक लागिरह म कहिले काम यसले भोक लागिरह यसलाई र आजको लागि यति गाइस तब तक के लिए गुड नाइट भाइजू भाइजू बाई बाई बाई
हामी चाहिँ पुऱ्याइसक्यौँ होइन गाइस अब हामी आफ्नो गन्तव्यतिर घरतिर जान्छ गाइस आज चाहिँ हामीले होइन पुऱ्याइसकेका छौँ देखिँदै राखेन होला तर त्यसरी देखेन हामीले चाहिँ माइजर पुऱ्याइसकेका छौँ अब हामी चाहिँ आफ्नो घरमा जानु लाग्यो गाडी सुकिसक्यो देख्न सक्नुहुन्छ एकदम खतरा पानी परेको छ यो खतरा पानीले हामीलाई डुबाउला जस्तो छ रेस चलिरहेको छ गाडीहरूको अब गाह्रो देखिरहेको कति नै गोरो गोरो देखिरहेको क्या सक्छ नि होइन पछाडिको भिउ हेर्ने जस्तो टक्क पाराले जानुपर्छ मान्छे हिँडेको छन् आफ्नै काममा बिजी होला सबैजना होइन अब हामी आफ्नै काममा बिजी फास्ट एन्ड फ्युरियस हाम्रो काम चाहिँ घर पुग्ने हो फेरि हाम्रो त्योभन्दा ठुलो काम केही छैन ओ यहाँ अङ्कलले पनि भाग भन्नु गइरहेको खोला भाग भनेर ट्राफिक गाह्रो रहेछ माइलोमा आइपुगेको ल हामी आइसकेको छौँ ए पानी परेर गाह्रो छ